ल गेन्दिन आइल्यान्डको आउटलेटमा सपिङ गरेको कतिवटा सुज किनिसो नाइकको यता 3टा यता पनि तीनजना हो न कहाँ अरे यो कसको सन्तानहरू आमा चौरासी कान्छाको को अरे बुढी छोरा यो चाहिँ आज गेन्दिन आइल्यान्डमा हाम्रो ट्रिप 2 दिनको ट्रिप छ। अब आज यहाँ गेन्दिन आइल्यान्ड चट्ट घुम्दैछौँ रमाइलो छ सबै लाइट गेन्दिन आइल्यान्डको इन्डोर गेम so many people, so crowded. आमा कहाँ हो बातु कहाँ बातु के क्या हो यो चाहिँ मलेसियाको बातु केप। म त धेरै पटक आएर पनि आज चाहिँ भिडियो बनाउँदैछु यहाँनिर बातु केप। यो स्पेसल्ली यो हिन्दूहरूको यो आस्था बोकेको ठाउँ। धेरै भक्तजनहरू यहाँ चाहिँ हिन्दू मात्रै नभनेर अरू रिलिजनको मान्छेहरू पनि टन्न यहाँ घुम्न आउने हेर्न आउने कामहरू हुन्छ। पैरों के साइड में रखना नीचे में कहाँ पैर जो है ना उनके बाजू में हो इधर या फिर इधर हो। आप अपना एंगल चेंज कर सकते हैं। यो केएलसीसी को यो भ्यू ल आमा हामी कहाँ हो ल चट्ट अब आमा दिदीलाई अब केएलसीसी पनि घुमाइयो घुम्दैछन्। ल अब हामी चाहिँ ठ्याक्क यो केएलसीसीमा कराते किट भन्ने यो जेकी चैनको फिल्म हेर्नलाई यहाँ हामी ठ्याक्क केएलसीसीको मुनिबाट वेटिङमा छौँ। हजुर हामी चाहिँ यहाँ अब मलेसियाको कोलालम्पुरको टिजिबीमा आज द कराते किड हेर्नलाई गइरहेका छौँ। यहाँ हुनुहुन्छ हाम्रो यो आइम्याक्स केएलसीसीमा चाहिँ नयाँ रेनोभेसन गरेर यो आइम्याक्स मुभी सञ्चालन गरेर धेरै भएको छ। सो यो मलाई एकदमै मनपर्ने जेकी चैनको मुभी। सो
सो आज यहाँ हामी हेर्ने प्लानमा अब यो हाम्रो सौभाग्य मलेसियाको KLCCको मुनिबाट 5औं तलामा आइम्याक्स मुभी हेर्दैछौँ भनेपछि हामी नर्मल मान्छे होइन। खतरा हुनुहुन्छ यता हुनुहुन्छ माताजी अन्डा पार्न यता हुनुहुन्छ दिदीजी सुतिराख्नु भएको छ निन्द्राले प्ल्यात्तै। यता हाम्रो हुनुहुन्छ सानो लिङ्गदेन राजेन्द्र माननीय सानो माननीय। Mother enjoying Korean food. आमा कता हो हामी? त्यता लिन्छ आमा खै झोला पोलिस गरेको खुसी आमाको ल झोला पोलिस गराउँदै हुनुहुन्छ कोचमा। ओहो के सपिङ गरे अरे? ओहो ल ठिक छ गुड। यो KLCC को अहिले चाहिँ हामी यो लेगुना ल आइ अब आमा चाहिँ टक्क कहाँ जाँदै आमा? थाहा पनि छैन? थाहा छ हामी आमा समुद्रमा कहाँ हो आमा? अहिले चाहिँ हामी यो मलेसियाको लेगुना रिसोर्ट आइल्यान्डमा हामी जाँदैछौँ। अहिले यहाँको 2 घन्टा रिसोर्टमा के गएको निस्क्यो ढुङ्गा गाडी जङ्गल गाडी रिसोर्ट हो यहाँ जङ्गलभित्र ल यो चाहिँ यो हात धुने ठाउँ
टावलहरू यहाँ भइहाल्यो यो बाख्रा नै आमाको अब आमा आज चट्ट यहाँ यो रुममा इन्जोय गर्नुहुन्छ आमा कुन अब दुईजना हुनुहुन्छ कुन बेडमा सुत्ने भन्नु त ठुलो मान्छे ठुलैमा सुत्ने ल ठिक छ ठुली जतासुकै सुते नि हुन्छ यो यहाँ भयो होइन यो यता हावा खाने ठाउँ ल चट्ट ओहो हेलो आमा कहाँ हो यस्तो राम्रो ठाउँमा सानोए ल ल मान्छे देखिन्छ राजन यता लेगुना रिसोर्ट लेडाङ यो एकदमै राम्रो रहेछ यो म चाहिँ मेरो यो पुलाउ रेडाङ सेकेन्ड टाइम हो फर्स्टचोटि अर्को म रिसोर्टमा बसेको थिएँ तर यो पटक यो रिसोर्टमा बसियो र एकदमै फेसिलिटी पनि राम्रो सर्भिस पनि एकदम भेरी गुड सो होटलहरू पनि एकदम कम्फर्टेबल रुमहरू पनि सो मैले चाहिँ पुलाउ रेडाङमा आउँदाखेरि रेकमेन्ड गराउने भनेको यही लेगुना रिसोर्टलाई गराउँछु राम्रो छ आमा कहाँ हाम्रो ट्रिप चाहिँ यहाँ छ यो 84 कान्छाको परिवार 84 कान्छाले मुतेको यो सबभन्दा ह्यान्डसम बाहिरको यो भ्यू के भन्नुपर्छ को अरे त चाहिँ कस्तो छोरा अरे 84 कान्छाको पर्फेक्ट भ्यू राको यो भ्यू यस्तो राम्रो देखिन्छ यो नाइट भ्यू Full body? Okay, 1, 2, 3, smile. Okay. the view. Papa, what do you think? यो चाहिँ हाम्रो खाना खाने ठाउँ लन्च बिहानको लन्च टिफिन पनि यही सो ब्रेकफास्ट पनि यही र अहिले डिनर पनि कसो रे आमा कहाँ गएको आमा
ओ यहाँ समय कान्छ यसको तुरी खाइदियो तुरी ठोक्दियो ओ कान्छ आयो तेरो पछाडि डरायो फेरि त्यसले चुच्चुदा साह्रो खेच्छ नि फेरि अब पोहोर त म त खेले ओ हेर न हेर हेर अनुहार हाल्न तल कान्छ तारा गिगी क्यान ए टोक्दैन रे कान्छ ओ सिकाउँदैछ उसले दिदी तपाईँ पनि जानु न आयो डुब्दैन के ठुली उसलाई सिकाउँदैछु के हो यतिकै हेर्ने हो तलको हेर्ने राम्रो हुन्छ नि त्यो सिसा उता गयो उता पर रिला कान्छ तेरो चुचु आयो पुलाउ रेडाङमा सानो नानीलाई मजा भयो आमा पहिला बच्चामा मलाई यसरी आमाले गर्यो अहिले ठुलो भएर आमालाई कोपी त अनाएर भन्दैछु अझै हलाइदिनु यस्तो अघि मलाई कम त हलाए
अब मलाई अहिले हाँस्दैछु तल होइन क्या सिट निकाल्नु न यताबाट चाहिँ उताबाट स्लो मोसनमा एउटा बनाइदिनु यस के गरे हौ यहाँ उसलाई डह्रो भएन यहाँ चाहिँ खतरा हान्छ जाकुची जाकुची कि कुची कुची हो जाकुची हो कि कुची कुची हो जाकुची हो भाइ जाकुची पछाडि कुची कुची छ र जाने यहाँ त जिउ थाङ्ठुलो बनाउँछ ढाबा होइन यहाँ हेर्नु न दा कति नराम्रो मुख बनाउनु हो अब हामी चाहिँ पुलाउ लेडाङबाट लगभग 2 नाइट 3 डेजको स्टे रमाइलोपछि अब हामी चाहिँ लगभग पिठमा चाहिँ फर्किन लागेका छौँ हामी कोलालमपुरतिर सो अहिले चाहिँ ठ्याक्क 10:30 भयो सो 11:30को हाम्रो चाहिँ यहाँबाट बाई सिप 2 आवर्समा चाहिँ हामी गाडी राखेको ठाउँमा पुग्छौँ बेङ्गालु भन्ने ठाउँमा सो त्यहाँबाट हामीलाई चाहिँ 2 घन्टा 4 घन्टा लाग्छ आज फेरि अर्को डेस्टिनेसन हाम्रो फार्म हाउस जस्तो देउरानको पुरै फार्म हाउसमा बस्नुहुन्छ अनि 2 नाइट 3 डेजको स्टे पछाडि आमा यो अवस्थामा गलेर स्यान्डी फ्ल्याट यता फुलमाया पनि सबैजना एकदम टाइट मोडमा आमा समुद्रमा कहाँ हो आमा अहिले चाहिँ हामी यो मलेसियाको लेगुना रिसोर्ट आइल्यान्डमा हामी जाँदैछौँ अहिले ठ्याक्क 2 घन्टा कहाँ हो बस्ने ठाउँमा पुग्नु आँट्यो रिसोर्टमा के गएको पुग्यो निस्क्यो ढुङ्गा गाडी जङ्गल गाडी रिसोर्ट अब यहाँ जङ्गलभित्र चाट होइन अनि यसलाई ठ्याक ठ्याक यो पनि रेकर्ड हुन्छ यहाँ पनि खिच्छ क्या
यो पुलाउड रेडाङमा चाहिँ यो लेगुना बीच बिहानीको यो सनराइजको कलर Gimana masih aku tidak? के आमा यो घर कसको आमा राजेन्द्र लिङ्गदेनले किनेको कसले किनेको कसले भनेको कहाँ हुनुहुन्छ अहिले आमा कहाँ हो के अरे देउरेन लारी होइन देउरेनको गाडी अहिले चाहिँ हामी ठ्याक्क यो बन्तुङमा यो देउरेनको ठ्याक्क देउरेन फार्ममा छौँ टक्क यहाँ यो सबै देउरेनको बोटहरू हो तर विडम्बना अनफर्चुनेटली देउरेन खान पाइएन Bentong. Ini punya green number is very nice. Very nice. But this one cost $300. Okay. It's a dorm room. The model.
के भ्याक भ्याक गरेको मुइया मै होइन हौ माथि चिल लिम्बू कुराबाट मुइया ए हो र क्षेत्री कुराबाट चिल ए ल बेन्तोङ यो देउरेनको रुख